आउनुहोस् साथीहरू, आज हामी तपाईहरुलाई एसी डिप क्लिन सर्भिसिङ हामी कसरी गर्छौं भनेर देखाउँछौं। यो भिडियोमा पुरै नकाटिकन सर्लक्कै सबै देखाउँछौं जे गर्छौं त्यही। र तपाईहरुको पनि एसी सर्भिसिङ डिप क्लिन सर्भिसिङ हामीले गर्नु पर्दाखेरि कसरी गर्ने रहेछौं भनेर तपाईहरुलाई पनि थाहा हुन्छ। यो भिडियोलाई पुरै हेर्नु होला। नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला। पानी पानी ल्याऊ। बेसनमा हाल्दा हुन्छ त। एकछिन भाइ म बाहिर लग्छु एकैचोटि। कस्तो धुवासै धुवासै छ त है यो। अहिलेलाई यहाँ हरि सर उता चढ त, चढ त। यो लाउँछौ लाउँछौ छ त मेरोमा छ। ल जोड्देऊ जोड्देऊ। ल यो चाहिँ त्यहीँ देऊ होइन। यसलाई यहाँ राखौँ, पानी पनि यहाँ राखौँ, सबै मिसिनहरू सब यहाँ राखौँ। अनि यहाँदेखि दिउँ न। चढाउँछु अनि त्यो समाउन यहाँ हेल्प गर ल भाइलाई जोडेर। यता आऊ त हरि, खोल्दै खोल्दै गरौँ। ल अलिकति यसलाई हामी उयो गर्ने ल। यो लुगा एकछिनको लागि सफा गरिदिने। यसको यहाँ छ यो कहाँ हो? भेट्छ सिडीले? ए अस्तिकै जस्तो रे। खोल्दै गर नि त, म यो दिइहाल्छु यहाँ चढेर। एकैचोटि बिराङगुरुङ पारिहालौँ नि। उयो खोलौँ न, कभरहरू बन्द गरेर यो सुई सुई हालिदिइहालौँ क्या। यसमा पानी छ भने त्यही पानीले हाल्नुपर्छ। होइन खोल्दै चाहिँ गरौँ, रेडी चाहिँ बनाऊँ न। अनि त्यो दिनजलमा उतार्न सकिन्छ। अनि ल्याएर सुई हालिदिइहाल्ने। यहाँ पनि मजाले पानी रहेछ नि त, यही पानीले हाल्नु पर्छ। यहाँ छ ल। कपिराइट आउँछ फेरि। हेरिसक्नु छ नि होइन भाइ? हेरिसक्नु चाहिँ हुन्छ नि त। यसको आउटडोर अप्ठ्यारो अप्ठ्यारो ठाउँमा छ। हरिदाई मात्रै जान सक्छ कि हरिदाई कि आकाश भाइ? ए ए यहाँ अन्त सजिलै भएको रहेछ त। अनि यो त अनि 24 आवर हो नि त रनिङ। हाम्रो दर्शक गाइजहरु चाहिँ दमकबासी हुनुहुन्छ भनेदेखि चाहिँ यहाँ हेरेर आउँदा हुन्छ है मासु लिनलाई। खसीको मासु मात्र
मात्र यावा होटलमा फ्रेस मिट मार्ट कभर गर्ने प्लास्टिकै हुन्छ त यहाँ मुनितिर हेरेर यहीँ हुन्छ त मासु हालिदिने यसलाई त के भयो यहाँ पानी ए म त पानी म त जोडौँ त मिसिनहरू ब्यागलाई उता पर राखेँ यो कभरलाई बाहिर लैजाउँ यो कभरलाई यो बाहिर धुनुपर्छ होला जोड्दो नि मिसिन जोड्दो नि पानी पनि आइसकेको छ त ओन्ली यावामा है यतापट्टि हाम्रो पोर्क डिपार्टमेन्ट हो हरि सरले खोल्दै हुनुहुन्छ स्क्रू चाहिँ यहाँ राखेको छ यसलाई म यहाँ राख्छु म एकैछिनमा यसलाई बाहिर लगिहाल्छु यसको धुने ठाउँमा माथिबाट चाहिँ होला यहाँ आउनु हल्का सपोर्ट लिएर यो त छेउको उयो हो नि त छेउको त वाल छ नि त छेउमा त ल के चाहियो भने त भयो रेडी ब्याग दिन्छु ल ल ल लेफ्ट साइडको यता ल यावामा है स्पेसल्ली हामीले गरेको यावामा हो आउनु होला गाइज यावामा सर्भिस लिनलाई यता भइसक्यो होइन रेडी पानी चुइदो रहेछ यहाँनिर उतानिर पानी चुइदो रहेछ कि एउटा कपडा राखिदिउँ न माया गरेर ऊ त हो मिसिननेरि
केही छ गर्नुपर्ने फिल्टर उता राखेको के हो बहिनी केला हाल्ने चिनी त छैन त ब्याट्री चार्ज त्यहाँ भएन है यहाँ हुँदै त हाल्नु नि त ए छ होला उतातिर सोधौँ त उहाँ पर सोधौँ त बाथरुम उयो बहिनीलाई उता बहिनीलाई यहाँ छैन है यहाँभित्र होला नि त दाइसँग ए गिर्ने ठाउँमा त उति हाल्दा भयो नि त बेसनमा यहाँ राख्दा हुँदैन रहेछ भाइ यहाँ उति हाल्दा नि हुन्छ पर्ख ल भाइ ल यो कहाँ भर्ने पानी चाहिँ बाहिर उता धारामा यो खालेर ल चल्छ पर्ख ल भाइ बनाउँदैछ नि ल्याउ त मिसिनलाई यो कुर्सीमाथि राखिदेऊ न कहाँ केमा हेर्नु देखिँदैन यसमा देखिँदैन मिलाएर हाल
उयो पाइपको उयो त्यो पाइप होइन आउँछ होला हो नि जा यो चलाइदिनु त कि भित्रबाट हो कि थाहा न भरे आउँछ ए हामीले पनि खाजा खानु हुन्थ्यो नि त के चटपटे भन्नु खाजा कि के हो चाउमिन कि त्यस्तो दाइको जस्तो चटपटे ठिक हुन्छ हरिदाई खाजा चटपटे हुन्छ यहाँ त देखिँदैन त दुलो त राम्ररी त छ ल्याइदिनु यताबाट पनि हान्ने कि बा यतिबाट हान्ने हो कि बा चटपटे भने ल कि ल भने ल हामीलाई नि भनिदिनु ल चाँडा खाजा ए चटपटे आयो बगाल आयो पानी सिद्धियो भइसक्यो भाइ मजाले हाल्नुपर्छ मुनिको ब्लोअर पनि भएन पानी चुइने डाउट त छैन नि होइन अघि ड्रेनहरू अघि हाम्रो वहाँ उसमा ड्रेनहरू हेऱ्यौ नि कस्तो कस्तो थियो कि त्यस्तो खालको सबै सिस्टममा क्लियर भयो त यसले के हेल्प गर्छ कि तिमीलाई यसले हेल्प गर्छ तिमीलाई यता हेर यसको कहाँनिर हेर त माथिबाट यसको माथिबाट हेर न त्यही जान्छ न माथिबाट त्यही त त्यहाँ हेर्न एउटै त कसरी छ त्यहाँ भन्न खोजेको क्या त्यही अनुसारको हुन्छ नि त उता पनि भन्न खोजेको थोड़ा तो अलिकति उतै राख उतापट्टि हरिदाईले त हान्नु हो त हाने त नि त्यस्तरी नि छिराएर ल खै हो खै हेरौँ छोडा त लु
देऊ न उताबाट झरेको देखिन्छ बाहिरबाट हेर ल यहाँबाट हामी हेर्छौँ देउको उयो गर्नु उताबाट मलाई इसारा गरेर झरेको नझरेको हेरेर देखिन्छ कि देखिँदैन उता स्विच अफ गरेर हेरेर हानेको त छैन भयो मजाले ल ठिक छ ल्याइन्छ कुन ए ल कम्प्रेसर टस देऊ भाइ एकचोटि ठिक छ आउनु मिलाउँछु क्या अरू
ल तो खाजा भयो अरे अरे खाजा भयो अरे बाहिर यसलाई सबैलाई यता सार्ने यहाँ माथितिर राख्नु यतै पानी बग्छ कि ऊ त बाहिरको पनि हामीले गर्ने यताबाट के अरे के भनेको कहाँ छ औ भाइ हुन्छ हुन्छ बिजुली हो निक्ल्यो भागो होइन दलक देऊ न जे मजाले टस बालेर देऊ न दलक हावाले हान्दैन रहेछ त्यसलाई त्यसले त्यहाँ अनि उसमा हग्यो भने त टेन्सन गराउँछ त आइसीमा त कसरी अहिले आउन त अहिले गरौँ न त खाँचा भएर बसिन्छ अरे जो चलिरहेको छ ल यहाँ हामीहरूको अब खाजा भइसकेको छ कहाँ छ ए ल चटपटी हरिदाई आकाश भाइ यस वेलकम भन्दैछ है खाजाले चाहिँ उडाउँछ नि फेरि उडाउला नि त फेरि यो चेस गरौँ यसको आमा चटपटी चाहिँ दामी छ यहाँ सेकुवा अब यो हामीहरूको देखेपछि त भन्नुहुन्छ होला नि त कृष्णलाई के भन्नु छ चटपटी उसको मिसिङ भइरहेको
आज आउँछु भाइ किस्नु अलिक बेलुका जाउँ एकछिन हामीहरूको रेस्ट टाइम गरिदिउँ है रेस्ट टाइम गरिदिउँ है You see the Sangla? Here is the Sangla. यसलाई म छिट्याइदिन्छु क्लास अझै छ कि एउटा थियो भाइ अरू थियो अनि म there is no more ल निस्क्यो त खतरा झरेको ल अलि लोमा राख स्लिप खुवाउनु हुँदैन नि खै म मिलाइदिन्छु ए भिजाइसकेको कस्तो छ मेरो पनि फोटो खिच्न सिकाऊ त ए ल दाइ आउनु भएको छ त अघि निस्किनु भएको छ त कालो छ त है मस्काउने छ कि छैन पानी
सब यो सेकुवाको धुलो तानेको है धुवा भट्टीको यसले चाहिँ जान्छ होला नि त भाइ यो साबुनले चाहिँ चिल्लो मस्काउने चाहिँ भर्खर यसलाई म चेक गर्छु पहिला ल यो चेक गरेको जाँदो रहेछ कि रहन्छ लौ त कस्तो भयो त उस्तै छ त यहाँ यो यति नै भएको होइन यसले नगरेको यसले जाँदो रहेछ नदी कहाँ तर करें यसले सलक्क जाँदैछ भाइ यसले चाहिँ पहेँलोलाई सेतो बनाऊ भन्ने खालको साबुन सरफ रहेछ ल यसले चाहिँ जाँदैछ नयाँ भइभयो त यो त यो यताको होइन यताको दुइटै होइन यो चाहिँ दामी भएछ यो चाहिँ ए यहाँनिर यता हो त तिमीलाई सकिहाल्यो जाँदै गर्ने 5:30 को यहाँ हेर यतापट्टि यहाँ भित्रैबाट त्यो मासु काट्नेबाट
ए होइन अहिले त भेटिन्छ होला अझै एउटा अब सिधै उतै जान्छौ है त्यसो भए इन्डिया खर्च लैजाउँ न त ल हामी हान्दै गर्छौँ नि त रुम भयो कुन पो थियो यो होइन सेट दाइलाई जुत्ता लगाएको त ए ल औ के अरे आकाशकै हात थुकिदिएर जाऊ थुकिदिएर आकाशकै हात थुकिदिएर जाऊ होइन साँच्चै भनेको त हात थुकिदिएर जाऊ क्या साधु जान्छ क्या हो है हो क्या कस्तो त्यो है ठुलोको पनि जान्छ यार उयो आउँछ नि ल भेट्नलाई त्यो भाउजूलाई बेलैमा हामी आज आउँदिनौँ कोही हुँदैन हाम्रो रुममा भनिदिनु पर्ने रहेछ नि अब के गर्नु म एक्लै बसेर तिमी बसेको भए चाहिँ म बस्नेवाला थिएँ होइन आज तिमी एक्लै हुन्थ्यौ नि त तिमी एक्लै हुन्थ्यौ त्यही भएर म बस्ने नैवाला थिएँ तर अब तिमी गर्ने भएपछि म पनि जान्छु त्यो भएको होइन हाम्रो अरिज दाइले उतातिर अब आउटडोरको लागि लग्नु भएको छ यहाँ हाम्रो दाइले खतरा सेपको बनाउँदै हुनुहुन्छ
अहिले त सजिलो भएको रहेछ ठाउँ ए उतै तारा आउँदैछ सिद्धि अब नखोल सक्यो अब यो उता लगेर राख्दै गर कि पानीसँग म त्यो जोड दिइहाल्छु त्यो गरिसक्दा त्यसको लागि त्यहाँ जाउँ त्यहाँ तल अलि अप्ठ्यारो छ यो होसियार भएर हाम्रो हरिसरले गर्नुहुन्छ हामीले एकदिनलाई यहाँ धोइवरी सुकाइराख्यौँ चिक्क पारेर चिक्क पारेर हात पनि धुइहाल है पानी सक्यो हात धुइहाल पानी सक्यो भयो खाली चलाउँछौ यसलाई अब गरिदिनु पर्छ ल मिसिनतिर नल्याउ न गर्न अब यही तार हामी उता हाल्दैछौँ एकछिन हामी एडजस्ट फ्यानबाट छिराइदिने ल एडजस्ट फ्यानबाट है ए हाल्दा हुन्छ ए होइन यो इन्भर्टर ओप 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 लिएर आए गाडीत ओप्स ओप्स आयो थिच त पल्ट्यो त नि यता हेर मिसिन यहाँ छ है जोगाऊ है कि छोपिदिउँ फिटी गरिदिउँ ल भाइ ल हरि सरले उतातिर हाम्रो मैले सबै सेटअप मिलाइदिइसकेँ यहाँदेखि तार लगेर अहिले के थियो रहेछ भत्केछ अहिले चाहिँ हामी भित्र फिटिङ गर्छौँ यो फिल्टर त्यसको हो त्यसपछि यो कभर त्यसको यसलाई म एकछिनको लागि यहीँ राख्छु
सर्छौ सर त म सबै दिइहाल्छु स्कुप राखेको छ नि तिमीले होइन गन मिसिन दिइहाल्छु यो पक्ड त्यो मिलाउनु पहिला पहिला हाल कस्तो गर्मी है आज एसी नबनाएर हुन्छ पहिला मुनि मिलाउन यो तार हेर त मिलाउँ नि त्यो स्विङलाई डिस्टर्ब हानेको छैन नि होइन स्विङलाई क्या कभरले ठिक छ नि होइन अब माथि ठ्याक ठ्याक खालि यहाँ त झन् निस्क्यो त मुनि उयो आँखा परेको हेर हो त यहाँ थिची नि माथि पनि थिच त मुनि थिची माथि पनि थिच मुनि थिची लागिसकेको छ ल भयो ठिक छ लागिसकेको छ त कहाँनिर त्यहाँ माथि त्यसलाई अलिकति मजाले प्ल्याप त देऊ न मिलाएर भयो बिचमा हाल्नु हुँदैन त भइसक्यो यता फेरि निस्क्यो यहाँ पनि लागेको छैन है क्या माथि यसको माथि हो ल स्क्रु हान्दै बिस्तारी भाइ धेरै टाइट हुँदैछ त्यसलाई त्यो उतैले गर्दाखेरि हो यहाँ पिउ खम्छ कि केही फरक पर्दैन स्क्रुप चाहिँ लाग्नु पर्यो हाल्दै गरेँ म हरि दाइलाई हेरेर आउँछु हरि दाइको के अवस्था भइसक्यो म हेरेर आउँछु अरू सामान यहाँ छ ल अरू सामान यहाँ छ ल हरि सरको अवस्था हेरेर आउँछु कस्तो निक्ल्यो हरि सर खतरा निक्ल्यो ल त बन्द गरिदिउँ त्यो उयो नै गरिदिउँ होला खालीमा
हो त्यसरी फिनिसिङ नै गरौँ Shit. चल this. राजनलाई 10-15 दिन इलेक्सन छ है म्यासर हुने भयो नि त हैन हिजोको पैसा मास्यौ अब एकछिन पको है अब 10-15 मिनट पर्खिनु आइहाल्छ 10-15 मिनट 10-15 मिनट पक्न 15 औ ल कहाँ छ बस पर्खमा ल बस पार्क कहाँ त्यहाँ पर्खिरहेको छ क्या को भाइले को त त्यही विदेश जाने भाइ कहाँ त्यो बस पर्खमा यहाँ किन पर्खेको अरे यहाँ चाहिँ मसँगै जान्छ अरे यहाँ लुगा किन्न आएको छ अरे कि यतै बोलाउनु नि अनि यतै देखिँदैन नि त फेरि पैसा दाइ त्यो पैसा छ नि हो र Thank you.
भित्र हाल नि हो त्यस्तो दुलोमा अब लाग्छ झर्ना हालिसक्यो झर्ना त हानिहाल नि बस ओके you got it you got it ठिक छ त ठिक छ ए यो ज्याक झिक्देऊ त कता त ओ सेट त्यो सकेर ओर्ला ल कपडा उति छ त्यो ज्याकलाई नि पुसेर हाल्देऊ न फुकेर चिसो आउनु पर्यो नि भाइ फेरि चिसो चाहिँ आउनु पर्यो नि फेरि चिसो आउनु पर्यो क्या तिमीले गरेको हो होइन तिमीले गरेको हो नि त यो भाइलाई यो भाइको मान्छे नै यही रहेछ के पठाउनु होइन उसलाई पनि ढिलो हुन्छ नि त हो तँ जाऊ त्यसो भए ल जाऊ किन रोकेर तपाईँको बाइक लिएर जान्छु ल अनि एउटा बाइकमा आउँदा होला नि त त्यहाँ दोकानमै राख नि त त्यसो बाइक त अर्को बाइक लिएर जाऊ बाइक अर्को लान्छु यो चाहिँ त्यहाँ पसलसम्म लग्छु ल चाबी चाबी त कहाँ राखेको मैले है चाबी चाबी र चार्जर यहाँ रहेछ हौ ल दाइ त्यसले पुग्छ कि पुग्दैन दाइ त्यसले पुग्छ होला नभए 1 लिटर हाल्नु त्यो भाइसित होला नि त त्यो भाइसित होला नि त अरू के म ल्याउँछु ल त्यो अर्को यहाँ छ त अझै ल त्यो बिस्तारै जाउने फेरि जाँदा चाहिँ ल हामीले उतापट्टिको एउटा चाहिँ सकिसक्यौँ अब यो आज 2टा गरिदिनु भन्नुभएको छ भोलि उतापट्टि अरू मान्छेहरू किनभने आज एकदम भिड भएको कारणले उता अरू हाम्रो क्याबिनहरूको त्यो जुन हाम्रो बसेर खाने ठाउँहरूमा चाहिँ गर्न पाइएको छैन
त्यहाँको लागि चाहिँ भोलि हुन्छ बिहानै 6 बजेतिर के रहेछ के छ र पहिला उयो दिन्छ के चाहिँ एउटा चक्कु रहेछ नि ए यो चक्कु रहेछ कसरी झऱ्यो यो यहाँबाट यस्तरीबाट यस्तरी तल डालीमा पर्छ त आगोपछि हुन्छ चिज कडा खालको डिप सर्भिस गरेको नि भाइ डिप सर्भिस गरेको नि मजाले थाम्दो रहेछ क्या भन्नाले जस्तै पहिला मुनि हाल न हो फोहोर गरेको रहेछ आमा चाहिँ तिमीले नि यहाँ हेर यहाँ पुरै अड्किरहेछ मुनिबाट अड्किरहेछ सबै स्विङकोलाई सेभ गर स्विङकोलाई माथि होइन हो यो स्विङको अड्क्यो अहिले फेरि इरोर आउँछ थिचेकै छैन भित्तामा लाग्यो ल खोइ मिसिन कहाँ छ के छ त मिसिन नट पनि तिमीसँगै छ होइन दुईवटा चाहिँ यहाँ छ है मसित यत्रै फ्रिज छ उतापट्टि भोलि बनाउनु पर्ने अरे हाफ मात्रै चिसो हुन्छ अरे त्यसको नि कम्प्रेसर गएको जस्तो छ यहाँ हेर्न त पहिला खै केमा अड्किरहेछ क्या ल मेरो हातमा रहेछ नि यहाँ दिइहाल्छु हावा हान्छ है होइन यहाँ हावा हालेको ए यहाँ छ त हान न कहाँ छिर्यो यसलाई यहाँ डाइरेक्ट हाल्नु होला हौ अरू छैन हो र यहाँ एउटा लट रहेछ यो अर्थिङ रहेछ हुन्छ कि हुँदैन हुन्छ ए वाह अब यहाँनिर त्यो कभर लाएर हाल्नु भइहाल्छ फिल्टर हाल त फिल्टर हाल त फिल्टर त्यसरी बस्दैन हौ अहिले मिल्दैन हौ फेरि जबरजस्ती नहाल नि होइन होइन यो हाल न त्यसको पालै आएको छैन नि त कुदो यसलाई निकाल्दा यसले यसैले डिस्टर्ब हालिरहेको त्यो हाल्न चाहिँ अब ब्यागमा हुन्छ ब्यागमा हुन्छ के अरे ब्यागमा नि सिटी चल्छ यो पुस्नुपर्छ है क्या पुस्नुपर्छ त्यहाँ लाउ त डिस्प्ले बस्ने ठाउँमा पुस त यस्तो हो छोडो त छोडो त यसको ठाउँै छ कि यसरी त्यहाँ डिस्प्लेमा पुस त यो अहिले मिल्दैन क्या यो लास्टमा मात्रै मिल्छ क्या त्यहाँ हालिसकेर
कतिको लामो चाहिने, तान्ने हो कि ठेल्ने हो कि त्यो मिलाउनु पर्छ। अब यो त्यहाँ लगाइदिइहाल्दा अनि मात्रै हिसाब आउँछ यसको तारको। त्यो होइन, भित्रै चाहिँ हो, भित्रै चाहिँ पिसी भित्रै हो। त्यो माथिपट्टि खाल्डो छ त नि। हो त्यहाँभित्र चाहिँ हो क्या। बिस्तारै गर माया। बिस्तारै सँगसँगै बराबर ल्याउ न बिचमा पनि। ल ल विश्वकर्मा बाबा खोइ हौ। ठिक छ एकछिन हेर्नुपर्छ चिसो होइन पर्ला न त्यो मैले यहाँ उयसलाई भनेको। यसको त्यो जर्किन थियो नि एउटा त्यहाँ पनि छ अरे एउटा हो। त्यहाँ पनि एउटा छ अरे एसी। एउटा उयो सैलुनमा पनि छ अरे क्या।
एसी सर्भिस ऊ त्यहाँ अगाडि सोधौँ न जाउँ न छिटो छिटो त्यो भयो त अब नाउ लेट्स फिल द कुल आमो ल खतरा चाँडो हुन्छ यहाँ अब That's fine. Let's go. जाउँ बाइकमा हाल्नुपर्छ होला ए म हाम्रो यहाँ खाजाको कति भयो हेर्नु त चटपटे छ चाडा चटपटे चाडा लिनु भएको थियो उहाँले हजुर खाजा लिनु भएको थियो चटपटे पर्दैन अब भोलि बिहानै आएर उता हामीहरूको के अरे बसेर खाने रुममा ल जाउँ अब एउटा एसी छ कहाँनिर भने यहाँभित्रको सैलुनमा अरे तर हामीले बुझेका चाहिँ छैनौँ अब गएर सोध्नुपर्ने छ गरौँ कि नगरौँ भनेर उहाँले गर्ने अनुमति दिनुभयो भने हामी गरिहाल्छौँ यहाँभित्र अरे सैलुनमा ल